हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। सो आज पनि तपाईँहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। सो वेदर चाहिँ आज यस्तो भइरहेको छ गाइस। सो फगी लागिरहेछ पुरा। अनि म चाहिँ अब यहाँ चाहिँ झ्यालमुरी बनाउनु लागि प्याज काट्दैछु। अनि यहाँ चाहिँ मिमी चिप्सहरू होइन, साथसाथ चिया पनि मैले यहाँनिर बोइल गर्दैछु रङ चिया बनाउनुको लागि। गाइस यो बत्ती चाहिँ अलिकति झिमिक झिमिक हुँदैछ। अनि यहाँ चाहिँ मुरै, अनि यो चाहिँ हो झ्यालमुरीमा हाल्नुको लागि पेस्ट हो। अहिले चाहिँ मैले टेस्टिङ हल्का हाल्दैछु। अनि यहाँ छ ओइल। सो ओइल पनि हाल्नुपर्छ झ्यालमुरीमा है, अनि मिठो हुन्छ। ओइल पनि हालेँ। अन्त हामीलाई चाहिँ मिक्स गर्दैछु मैले गाइस। अनि मिक्स राम्ररी गरिसकेँ मैले, मजाले मिक्स गर्दैछु होइन, किनभने मिठो हुन्छ नि त सबै मिक्स भयो भने चाहिँ। त्यो लागि मैले यो पेस्ट बनाउँदैछु। अनि फाइनली मेरो चाहिँ यहाँ छ झ्यालमुरी। यो चाहिँ हो मैले खोलिसकेँ। यहाँ छ मेरो चिया पनि बनाइसकेँ, टी पनि। अनि यहाँ छ अभिषेकको। अनि यो चाहिँ हो झ्यालमुरी। यसलाई सबै मिक्स पनि गरिसकेँ गाइस। अब हामी खान्छौँ। यहाँ चाहिँ हामी खाँदैछौँ चिया र झ्यालमुरी, किनभने वेदर अलिक चिसो थियो नि त। मैले अगाडि नै देखाइसकेको छु तपाईँहरूलाई। वाउ क्या मिठो भएछ। अभिषेकले पनि खाँदैछ। वाउ, अभिषेकले पनि चिया खाँदैछ। अनि म चाहिँ यहाँ छु गाइस। म पनि चिया खाएको मिठो भएछ है गाइस। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। सो बाई गाइस।